आँखा भरी सपना थिए, ओठमा हाँसो सजाएर हिँडे, समयले सबै खोस्यो, मन पीडासँग बाँच्न सिके। आफ्नै मनले प्रश्न गर्छ, किन खुसी सधैँ टाढा हुन्छ। नबोलेका मेरा कथा आँसु बनी झर्दै जान्छ। भोगाई जिन्दगी कति गाह्रो रहेछ, छाती भित्र पीडा लुकाएर बाँच। म सबै कुरा सहन सक्छु, तर मलाई आमा टोकी भनेको म सहन सक्दिनँ। एउटा कुरा कान खोलेर सुन, यो थप्पड तेरो लागि भारी हुनेछ। आऊ यहाँ। आइज ल ए बुढी माउ, हेर त यहाँ मैले को लिएर आएको छु। होइन ए बजिया, को लिएर आइस फेरि? देखेनौ तिम्रो नयाँ बुहारी पहिलाको भन्दा राम्री छ। जति नै राम्री भए पनि तसँग 2 दिनदेखि 3 दिन टिक्ने होइन। के भुइँ लाउँछस्? भुइँ लगाएको होइन बुढी माउ। अब त तिमीले यो घरमा नाता नातिले खेलाउन पाउँछौ। जाऊ जाऊ बिमला, आमालाई ढोक गर। हो मलाई कसैले ढोगिराख्नु पर्दैन। नरिसाउनु आमा, म तपाईलाई मेरै आमा सम्झेर माया गरिहाल्छु नि। पहिलाकी बुहारीले पनि मलाई धेरै माया गर्थे, तर यो बचियाले वर्ष दिन टिकाएन। किन र आमा, उसको पहिले नै बिहे भइसकेको हो र? भनेपछि तिमीलाई पनि यो बचियाले आँखामा छारो हालेर ल्याएछ होइन त? हो बुढी माउ, तिमी धेरै बाठी हुन नखोज। बिमला, हिँड भित्र जाऊ। अब फेरि पनि यो केटीको जिन्दगी बर्बाद पार्ने भयो। यो अलक्षिणी अहिलेसम्म घरमा मुन्टेकी छैन। हिजो चिउरा लिन गए कि बिहान भइसक्दा पनि आएकी छैन। आओस् न मात्रै, यसलाई मैले जानेकी छु। होइन महारानी,
हिजो चिउरा लिन गएकी मान्छे रातभरि काम उन्टेकी थिइस्, अहिले यहाँ र सुतिरहेछस्। ला यो कुरा कसरी भन्नु? माइला दाइले सबै चिउरा घुटाइदिनु भयो भनेर। बरु बाटामा जाँदा जाँदै पैसा हरायो भनिदिन्छु। होइन है महारानी, कता टोलाएर बस्नुभएको? एकचोटिमा भनेको सुन्दिनस् कि बुझ्दिनस्? आमा हेर्नु न, बाटामा जाँदा जाँदै पैसा नै हरायो। कति खोजे भेटिन, खोज्दा खोज्दै रात पर्यो, त्यही भएर यहाँ आएर सुतेको। के अरे पैसा हरायो? यसले त कुनै पनि काम ढङ्गले गर्दिन। आज यसलाई मैले नम्बरी छोडिदिनु। आमा यसमा मेरो केही गल्ती छैन, त्यो पैसा मैले जानी हराएको होइन। के अरे अझ गल्ती छैन रे? तैँले आज त्यो पैसा लिएर आइनस् भने तँ यो घरमा फर्केर आउने होइन। के गरेको? के छोरीले कुटेको? आज तिम्रो छोरीले राम्रो काम गरिरहेकी छे, त्यही भएर पूजा गरेको देखेनौ? होइन, तिमीले यो के भन्दैछौ? मैले तिम्रो कुरा बुझिनँ नि। तिमीले त बुझेर पनि नबुझेको जस्तो गरिहाल्छौ नि। आज के भएको भन्ने कुरा तिमी प्यारी छोरीलाई सोध। वाह रम्बा, आज तिमीले सौतिनी आमाको कर्तव्य पुरा गर्यौ। तिमीलाई मैले यही दिन देख्नको लागि यो घरमा भेटाएको रहेछु। ए भनेपछि तिम्रो लागि म नराम्रो नै भयो होइन त? नरोस् है नरोस्, थाहा छ मलाई यसमा तिम्रो कुनै पनि गल्ती छैन भनेर। ढोका पो लाउँदै हुनुहुन्छ त, कता जान लानुभयो? ए बाबु तपाईँ आइपुगिस्? म तल साइला काका गाउँमा मेला जान लागेको। मैले तपाईँलाई कति भन्नु आमा, यस्तो बिरामी भएको बेला काममा नजानु भनेर। नगर के गर्नु त बाबु, मेलापात गर्दा त हामी गरिबलाई बिहान बेलुकाको छाट टार्न गाह्रो हुन्छ। हुन त हो नि आमा, तर आफ्नो स्वास्थ्यको पनि त ख्याल राख्नुपर्छ नि। मेरो स्वास्थ्यमा पहिलाभन्दा धेरै सुधार आइसकेको छ। त्यसो भनेर कहाँ हुन्छ र आमा? तपाईँ आराम गर्नुहोस्, म जान्छु। लु भो बाबु, त धेरै जिद्दी नगर, बरु भित्र गएर खाना खा, म गएर आउँछु। ल ल, भरे चाँडै आउनु। हुन्छ बाबु। बुढा, हजुरले मलाई कति माया गर्नुहुन्छ है? माया त गर्नु पर्यो नि बुढी, पहिलाको बाजीलाई माया धेरै भएर हिँडिहाली। बाजी भएर त होला नि, तपाईँले जाँड रक्सी खाएर बुढीलाई धेरै तनाव दिनुभयो होला, त्यही भएर हिँडी। कहाँबाट खानु जाँड रक्सी? आज भोलि त मलाई त्यसको गन्ध पनि मन पर्दैन। आज भोलि रे, हिजो भर्खर त्यही भट्टीमा तपाईँसँग भेट भएको होइन? ए हो त, मैले त भुसुक्कै बिर्सिन्छु। तिमीलाई के थाहा, म त्यहाँ रक्सी खान गएकै होइन, रक्सी खाने बाहनामा तिमीलाई भेट्न पो गएको त। भो धेरै बाहना बनाउनु पर्दैन। यही हातले रक्सी दिएको, यही आँखा अगाडि तपाईँले रक्सी स्वाट्ट पारेको बिर्सिनु भयो? ए हो त नि है, तिमीलाई देखेपछि रक्सी र चिया नै छुट्याउन गाह्रो भयो, मैले त स्वाट्टै पारिहालेछु। रक्सी चिया नै छुटाउन नसक्ने कस्तो माया हो तपाईँको? कस्तो हुनु नि, अन्ध माया। त्यही भएर त रक्सी र चिया छुट्याउन सकिनँ। अबदेखि कहिल्यै रक्सी खान्न म। खानु हुन्छ कि हुन्न भन्ने कुरो त्यो मलाई राम्रोसँग थाहा छ। ल ल, थाहा भइहाल्छ नि, अब त झन् सँगै छौ। ल यति भाँडा मस्काएर तिमी खाना बनाऊ, म तरकारी लिएर आउँछु। अलि छिटै आउनु नि, रक्सी खाएर फेरि त्यहीँ बस्नु होला। तिमी यहीँ छौ, रक्सी खाएर चाहिँ कोसँग बस्नु नि?
म जस्तो अभागी त यो संसारमा कोही छैन जस्तो लाग्छ। कहिलेकाहीँ त यो जिन्दगी देखेर पनि मरौँ जस्तै लाग्छ। तर के गर्नु, मैले नि यो संसार छोडेपछि मेरो बुवाको अवस्था के हुन्छ होला। म अझै हार खादिनँ। मेरो बुवाको लागि म जति दुःख पनि भोग्न तयार छु। मेरो बुवालाई कहिले पनि दुःख नदेऊ भगवान। झुन्किरी, हजुर काकी, ऐ तिमी यहाँ रोएर बसेकी छौ त, के भयो नानी? केही भएको छैन काकी। खै आज मलाई आमाको साह्रै याद आइरहेको छ। आफूलाई सम्हाल नानी, यसरी भगवानको प्यारो भएको मान्छेलाई सम्झिँदै रुनुहुन्छ त? के गर्नु त काकी, याद नगरौँ भन्छु। जब मलाई दुःख पर्छ मलाई आमाको साह्रै याद आउँछ। तेरो सौतनी आमाले तँलाई राम्रो व्यवहार गरेकी भए तैँले आफ्नो आमा सम्झेर रुन पर्दैन थियो नानी। काकी, जन्मिँदै अभागी भएर जन्मेपछि दुःख त सनै पर्यो नि। दुःख भनेको सबैको आआफ्नै हुन्छ नानी। रोएर समस्याको समाधान हुँदैन। के गर्नु त काकी, नरो भन्छु, कतिखेर यो आँखाबाट आँसु बग्छ थाहै पाउँदिन। यस्तो अमूल्य आँसु धेरै खस्न नदे, कमजोर हुन्छस्। अहिले घर जा, फेरि तेरो सौतनी आमाले गाली गर्छ। हुन्छ, हजुर जाँदै गर्नुहोस्, म आउँछु। ल ल, धेरै टोलाएर नबस, छिटो घर गइहाल। बाबु, आँखा गोजीमा हालेर हिँडेको छौ? मान्छे हेर्दा त सोझो र इमान्दार जस्तो देखिन्छौ, नियत चाहिँ खराब छ कि क्या हो? माफ गर्नु होला, तपाईँले सोचे जस्तो त्यो नियतको मान्छे म होइन। त्यो नियतको होइन भने दायाँ बायाँ हेरेर हिँड्नु पर्दैन? दायाँ बायाँ त हेरेरै हिँडेको हो। म गहिरो सोचमा भएको कारणले तपाईँलाई देखिनँ, नरिसाउनु है। ल भइहाल्यो, बाबुलाई चिन्न सकिन नि। बाबु पनि यही गाउँको हो? हो नि, म यही गाउँको हो, अस्ति भर्खर विदेशबाट आएको। यही गाउँको रे? कसको छोरा बाबु? म तल्लो घरे फुलमायाको छोरा हो। ए, भनेपछि तिमी फुलमाया दिदीको छोरा पो हौ? हो हजुर। तपाईँले मेरो आमालाई चिन्नुहुन्छ? किन नचिन्नु नि तिम्रो आमालाई? तिमी पो गाउँमा थिएनौ, परदेश गएको छ भन्ने सुनेको थिएँ। गाह्रो साह्रो पर्दा मेरैमा त आउनुहुन्छ नि। एउटै गाउँठाउँमा बसेपछि नचिन्ने कुरा हुन्छ र बाबु? हजुरलाई धेरै धेरै धन्यवाद छ। म नहुँदाखेरि मेरो आमालाई धेरै सहयोग गर्नुभएको रहेछ। धन्यवाद भनिराख्नु पर्दैन बाबु, छिमेकी भनेकै मर्दा पर्दा त हो नि सहयोग गर्ने। हो नि काकी, हजुरको बारेमा आमाले धेरै गुणगान गर्नुहुन्थ्यो। बल्ल पो चिने तपाईँलाई। बाबुसँग भेट भयो, खुसी लाग्यो। म अलि हतारमा छु, बाटो परेको बेलामा मेरो घरतिर पनि निस्किनु है। ल ल, अब त चिन्जान भइहाल्यो, आइहाल्छु नि। हुन्छ बाबु। नमस्कार। ए सुकमा बहिनीको आखिरी छ। नमस्कार। के कति कामले आयो त्यो बहिनी? आज मेरो घरमा एक्कास। हजुरसँग एउटा सानो सहयोग माग कि भनेर आएको दाइ। त्यस्तो के सहयोग हो र? मबाट हुने सहयोग म तिमीलाई गरिहाल्छु। त्यस्तो खासै ठुलो सहयोग त होइन दाइ।
यसो घर खर्चको लागि अलिकति पैसा दिनुहुन्छ कि भनेर आएको नि दाइ। होइन के भन्छौ बहिनी, तिमीले त अस्ति भर्खर एकल भत्ता थापेको होइन? हुन त हो दाइ, तपाईँलाई के ढाँट्नु। एकल भत्ता ल्याएकै दिन मेरो कुलङ्गार छोराले त्यो पैसा खोसेर लग्यो दाइ। तिमीले पनि छोरा पाएर कहिले यसो पाएनौ बहिनी। फेरि त्यसले अर्को स्वास्नी भित्रायो भन्ने सुनेको थिएँ, के कुरा सत्य हो? हो नि दाइ, जति बढी स्वास्नी ल्याए पनि त्यसले कहिले सुख शान्तिले राख्ने होइन। त्यसलाई पनि के गर्नु थाहै छैन दाइ। के गर्नु बहिनी, दैवको लेखा भरै छोड्छ। कुन जुनीमा उसको दिन खाएको रहेछ तिमीले, अब यो जुनीमा तिर्दैछौ। बरु यसको ठाउँमा छोरी भइदिएको भए कस्तो हुन्थ्यो होला। छोरीले जस्तो छोराले माया नगर्दो रहेछ दाइ। यस्तै हो बहिनी, छोरी भनेको पढाइ घर जान जात हो, तर छोराले भन्दा छोरीले माया गर्छ। हुन त हो दाइ, अहिले आएर मलाई पछुतो लागिरहेछ त्यस्तो कुलङ्गार छोरो जन्माएकोमा। अहिले पछुतो गरेर के गर्छौ बहिनी? मैले त कुरै भुसेको बिर्सेछु। तिमीलाई कति पैसा चाहिएको हो अरे? मसँग त त्यति धेरै पैसा छैन। मलाई पनि धेरै पैसा चाहिएको छैन दाइ, यसो नुन तेल खान मात्र हो। ल त बहिनी, मसँग भएको यति हो, अहिले यति काम चलाउनु गर्ने। ल त दाइ, तपाईँलाई धेरै धेरै धन्यवाद। अहिले म जान्छु है। आज भोलि पैसाको हिसाब किताब किन गडबड हुन्छ भनेको त कुरा यस्तो पो रहेछ। आँखा भरी सपना थिए, ओठमा हाँसो सजाएर हिँडे, समयले सबै खोस्यो, मन पीडासँग बाँच्न सिके। आफ्नै मनले प्रश्न गर्छ, किन खुसी सधैँ टाढा हुन्छ। नबोलेका मेरा कथा आँसु बनी झर्दै भोगाई जिन्दगी कति गाह्रो रहेछ, छाती भित्र पीडा लुकाएर बाँच्न आफ्नै भाग्यसँग हर्दै रोएमा। भोगाई जिन्दगी आँसुले लेखेछ। विश्वास दिएको हात छुट्यो, मायाले पनि बाटो मोड्यो। साँचो भनी अङ्गालेको मन आज सम्झनामा मात्र जोड्यो। रातहरू यादहरूले बोलिरहन्छन्, हाँसो देखाई जिउँदैछु, मनभित्र घाउ बल्झिरहन्छ। भोगाई जिन्दगी कति निर्दय रहेछ,
सब जलेछ